बिपी कोइराला अहिले बाँच्नु भएको भए बनाएको थिएँ उहिले 22 मा, त्यस बेला केही गरियो, अहिले काम लाग्दैन, इमराहरूको हातमा पर्यो, कांग्रेस छोडे एमाले प्रवेश गर्छु भनेर एमालेमा आउँछ। पेपे बन्दी तेरी टॉप पेपे सिस्टम छोड़ के जो गए मुझे आई डोंट रियली मिस। तर हिन्दू धर्ममा त त्यो धोती कुर्ताको छुट्टै महत्त्व पनि छैन, त्यसरी पनि हेर्नु पर्छ। के हो हिन्दू धर्म भने? हिन्दू धर्म भने के? हिन्दू भनेको कहिलेबाट छ? हिन्दू भनेको खास धर्मै होइन। छाती पे ठोक के बॉम्बे के छोकरे हम गाडी नि ठोक्थे। सरले केही गर्नै सक्नुहुन्न, उहाँ चाहिँ गफ मात्र गर्नुहुन्छ भनेर धेरैले भन्छन्। मेरो प्रश्न कहाँनिर भन्दा तपाईले आन्दोलनको बेलामा छ नि, धेरैले भन्छन् होइन, लोकतन्त्रको पक्षमा तपाईले रिपोर्टर्स क्लब नेपालमा बोलेको कुरा मलाई थाहा छ। त्यो 3 जनाले भन्छन् के, शेरबहादुर देउवाले भन्छन्, पुष्पकमल दाहालले भन्छन्, माधव नेपालले भन्छन्। अलिअलि यति मान्छे त यति मान्छे त शिशीमा औषधि बेच्ने, त्यसले पनि रत्न पार्कमा जम्मा गर्छ। उहाँहरूको हालत अब त्योभन्दा बढी हुनेवाला छैन। रत्न पार्कमा शिशीमा औषधि बेच्ने, टाउको दुखेको, पेट दुखेको, कम्मर दुखेको, गानो गोला भएको, जुकाम खाँसी पिनास परेको, गले का खसखस। देखा आपने लापरवाही का नतीजा है। आज एउटा कुरा मलाई बताउनुहोस् त, सही कुरा बोल्नुहुन्छ नि तपाईँ हैन? हाम्रो देशको हितमा छ एमसीसी, ठ्याक्कै भनिदिन सक्नुहुन्छ? पारित त भइसक्यो। अब तपाईले एउटा प्रश्न किन सोध्नुभयो? सही कुरा तपाईँ गर्नुहुन्छ भनेर किन सोध्नुभयो? म प्रचण्ड हो किन भने थियो? किन सोधे? मैले कहिल्यै गलत कुरा, झुट कुरा, बेइमान कुरा गरेर सुनेको छ? अनि तपाईँ सही कुरा गर्नुहुन्छ होइन भनेर सोध्ने हो र? सोध्ने होइन नि। दार्चुला पुगेर भन्नुभयो म जसरी पनि त्यो जमिन छ नि लिम्बा देउवाले काला पानी फिर्ता ल्याउँछु भन्नुभयो तपाईँले। तर शेरबहादुर देउवा र प्रचण्डले दार्चुलामै पुगेर भन्नुभयो, तपाईँलाई काउन्टर दिएर भन्नुभयो केपी शर्मा ओलीले बोलेर हुँदैन, हामी त वार्तामा बसेर कूटनीतिक माध्यमबाट भारतलाई कन्भिन्स गरेर फिर्ता ल्याउँछौँ, भाषण गरेर हुँदैन भनेर तपाईँ माथि उनीहरू कटाक्ष गरिरहेको छ। अनि किन भने त फेरि भाषण गरेर हुँदैन भने किन भाषण गरे त? दार्चुले पुगेर एके रशिया की मुंह पे बंडाने बिलो चुके कदे भी नहीं मारे होए निशाने बिलो। रेड पाण्डा, चीनले पाण्डा देखाएर यत्रो उदम मचाएको छ, यहाँ रेड पाण्डा मान्छेले हाब्रे भन्दै मार्दै गरे। कोई शक नहीं गरी चेक नहीं बिबा जट दिया चले सरदारी। पार्टी चाहिँ भन्छ माओवादी केन्द्र भन्छ, तर प्रचण्डको भनाइ छ म 50 सिट जित्छु। 50 सिट त्यहाँ मनोरञ्जनको एलिमेन्ट चाहिँ नि हुनुपर्छ भन्छन् के, इन्टरटेनमेन्ट फ्याक्टर चाहिँ नि हुनुपर्छ। त्यो शैली तपाईँमा पनि छ? केरु काठमाडौँ पोखरा रेल आइसकेपछि बेनीसम्मका रेलका लागि त केही भन्नु पर्ला जस्तै लाग्दैन मलाई। मैले भनेको थिएँ शेरबहादुर देउवा नै नेपाली कांग्रेसको अन्तिम प्रधानमन्त्री हो भनेर। नेपाली कांग्रेसले आपत्ति जनाएर पत्र लेखेछ यस्तो भन्न पाइन्छ भनेर। म ज्योतिषी हो र शेरबहादुर 7 पल्ट हुन्छन् भन्दै हिँड्ने दक्षिणा चाहियो मलाई। 2010 आको जी बाम लिएर हसल हाना जी ज्यान दिएर असली हामी हौ भनेर। यो बर्मजियाको बुढाको पेडा पसल हो असली बुढो मैले, असली बुढोको पेडा पसल भनेर टाँगेर अहिले पेरिस डाँडामा उहाँहरू 12-15 जना पत्रकार सम्मेलन गर्नुभएको छ असली बुढाको पेडा पसल। भद्रकोल जेल फोडेर निस्किएर कांग्रेस उमार्ने गणेशमान सिंहले अन्तिममा लौरो टेकेर भन्नुभयो कांग्रेस काम लाग्दैन, मैले छोडेँ अरूले पनि छोडे। मेरो भनाइ होइन, गणेशमान सिंहको भनाइ। मेरो खराब पानी छ मेरो खराब पानी छ मेरो खराब। मधेसमा जुन किसिमको क्रेज, गाउँ गाउँमा ओली, सहर सहरमा ओली, जुन किसिमको चुनावको टाइममा जुन क्रेज थियो त्यो क्रेज चाहिँ अलिकति अहिले पछिल्लो समय खस्किँदै गएको लागेन? अलि बढेको छ। मैले गाह्रो छ बाबु नानु त्यहाँ नथाल न भन्दा भन्दै
धुर्म सुन्तोलीले क्रिकेट मैदान सुरु गरे। बहुत दुःख पाए, माया लाग्छ। तापक्रम बढ्यो, ज्वाला स्वाला फुट्यो, त्यसको मुखबाट गाली, त्यसको गाला साला फुट्यो। ब्रायन लारा नेपाली जनता हाँसेकोमा किन पिर परे होला? केपी ओली मान्छे हँसाउँछ, मान्छे हँसाएर हिँड्छ, अनि के म मान्छे मार्दै विधवा? नेपाली कांग्रेसको नेतृत्वमा सरकार हुँदैन यस देशमा, सबैले थाहा पाए हुन्छ। अलिक सुनिएन भने माइकको छेउमा मुख लगेर भन्छु। भेट्नु गएर झरेका दुईटा फलहरूले रुखै मयौँ भनेर दाबी गर्ने। अच्छे से बात कर, छोडे अच्छे से बात कर। निर्वाचन आयोगमा पनि पत्र पठाएछन् केपी ओलीलाई निकाल्दिनु। निर्वाचन आयोगका आयुक्तज्यूहरू कति दिन हाँस्नुभयो मलाई थाहा छ। केपी ओलीलाई निकाल्दिनु। जसको कटेर उसको पुच्छर बाहिर। धरहरा बनाएको केपी ओलीले होइन, इन्जिनियरले हो। इन्जिनियरले धरहरा बनाउँदैन, डकर्मीले बनाउँछ। फेरि मैले सम्झाइदिएँ अस्ति। क्या बात है सर, क्या बात है सर, क्या बात, ये बात है। नेपालमा अब रेल नयाँ कुरो होइन। जनकपुरमा रेल कुदिराखेको छ, तपाईँहरूले गीत बनाउनुहुन्छ के? दार्जिलिङको रेल। त्यही ठाउँमा जनकपुरको रेल किन नभने? हाम्रो पनि मनै त हो पार्वती, हाम्रो पनि। रेस्लिङ खेलमा कहिले कहिले देखिन्छ त्यो रेस्लरहरूले लड्नु ओर्नु कता हो कता पहिले नै त्यो भन्छ नि लाउने, त्यो चाहिँ खोसेर लिएर अनि जब रेस्लिङको कोर्टमा जान्छ अर्काले मुक्का दिएपछि अनि अरे कहना क्या चाहते हो? यो अलिकति इको भयो, त्यो इकोलाई अलिकति घटाउँ त। इको छ। हेलो, इको छ। कांग्रेस बिग्रियो, कांग्रेस खत्म भयो, पिर पर्या होला, दुःख लाग्छ होला। तपाईहरुको दुःखमा म पनि सहभागी हुन्छु, मेरो समवेदना छ। थैंक यू, आपका ये उपकार जिंदगी भर याद रहेगा मुझे। तर केपी ओलीको तानाशाहीको पक्षमा फैसला भएछ भने अच्छे से बात कर, छोडे अच्छे से बात कर। माधव नेपालजीको सम्बन्धमा त मलाई खास टिप्पणी नै गर्नु पर्ने छैन, किनभने उहाँ प्रचण्डको एउटा मामुली कार्यकर्ता। कोही केपी ओली जस्तो भेडासँग संगत गरेर पनि के भो आफ्नो त बुवासाको मतिक जाँदै गएन। अरे बाप रे, ये तो धोती खोल रहा। हामीलाई पनि माया रहेर पार्वती। अमेरिका म गएको थिइनँ, अमेरिका छ भन्थे, मैले पत्याएको थिएँ, पछि गएर हेर्दा हो रहेछ। सिनेमा कतिको हेर्नुहुन्छ? मौका मिल्या बेला कहिले कहिले हेर्छु। कस्तो किसिमको सिनेमा हेर्नुहुन्छ? राम्रा खालका हेर्छु। हामीलाई पनि माया रहेर पार्वती, हाम्रो पनि मनै त हो पार्वती।